दिदीले चाहिँ बिहान यहाँ लेटै हुनुहुन्छ आज सकेको छ यता पिँडालु उसिन्नुहुन्छ अनि पिठोभन्दा बढी घुस हुन्छ यो फापरको चाहिँ सो गाइस मैले चाहिँ यति पोल्यो होइन दुई बाटा मात्रै छ अनि अब यति सकिहाल्यो यति चामलको हल्का चामलको अनि फापरको थोरै मात्रै अब यहाँ दुध आमा यत्रो टिक लाउनु अनि अलिकति ए सबैतिर आएछ सुरुवात चाहिँ बन्दरुबाट गर्नुपर्ने हुन्छ क्या लाउनु पर्ने हुन्छ पहिला होइन त्यसपछि खाने बाँकी सौगातको सुरुवात दिदीबाट अब मेरो पालो हाम्रो घरको ठुलो मान्छे म अब दिदीबाट गरौँ त होइन के मान्नु भयो छिटो जहिले यो कुखुरा पनि पूजा गरेको बाख्रा पनि पूजा गरेको पेट भाग लागिसक्यो होइन हाम्रो चाहिँ धेरै केही छैन हेलो गुड मर्निङ सेव नमस्ते एन्ड वेलकम ब्याक टु माई न्यू भ्लग अनि आज चाहिँ माघको एकादशी माघे सङ्क्रान्ति सो सबैजनालाई ह्याप्पी माघे सङ्क्रान्ति अनि आज चाहिँ होइन बिहानै उठेँ त्यसपछि चाहिँ पास पढाएर चाहिँ म चाहिँ हात धुएँ होइन अब म पिठो चालेर पिठो मुछेर चाहिँ रोटी पोल्नेवाला छु अनि दिदीले चाहिँ बिहान यहाँ लेटै हुनुहुन्छ आज सकेको छैन अनि आमाले चाहिँ भर्खरै दुध पनि धुनुभयो होइन आमाले दुध धुनुभयो होइन त कति दिनपछि धुयो होइन भैँसले लगभग छोड्न थालिसक्यो अनि अब मम्मीले यता पिँडालु उसिन्नुहुन्छ अनि यसपालि चाहिँ बन्दरुन खन्नै भ्याएन सो अब म जाँदैछु यहाँ पिठो चाल्नलाई हिजो ल्याएको पिठो नाउ लेट्स स्टार्ट यो चाहिँ हिजो फुपूले दिनुभएको म घर त जाँदाखेरि यहाँ लागि न त्यसलाई अब किराक छैन नि सँगै छैन ओ यहाँ चाहिँ चामल फापर मिसेको छ क्या यहाँ त्यही भएर फिराउनु पर्ने हुन्छ हाल्दाखेरि फापर एक चम्चा चामलको पिठो माटो छ क्या के लगा हो लुगामा लट्टपट्ट माथि चाहिँ यसरी भुसाको यसलाई चाहिँ अब कुडो मार्ने सबै हो कल त भर्खर घेर्नै गला त भिडियो बनाएको यार दया खुट्टा नउचाल है पछाडि न फापरको पालो के हो त्यो भगवान पनि यो फुपूले पठाएको कुन चाहिँ हाल्यो होला है यहाँ
पाएन र चामलको पिठोसँग दुईचोटि चालिसक्यो सेलरोटी पकाउने होइन मिसाउँदा चाहिँ राम्रो हुन्छ भडुङ बनाउने भनेको भाडै छैन सेलरोटी बनाउने रे त्यही त अनि मिठाई रे अनि बिस्तारै हालेर सट्ट जोडेपछि कस्तो भन्छ त यो चाहिँ सिङ्का यो चाहिँ मेरो फर्स्ट सेलरोटी आजको फर्स्ट सेलरोटी नाउ सेकेन्ड ट्राई रोटी त फेरि दामी हालिदिन्छु नि म कसैको बिहेमा रोटी पोल्नु छ भने मलाई इन्भाइट गर्दा हुन्छ होइन भातमा यति धेरै कहिले पोलिसक्नु हो हिजो रमाइलो गाइड छ अनि म चाहिँ यता बस्दैछु रोपनलाई यो सुरुमा चाहिँ होइन पुरै तेल डुब्छ त्यही भएर यसलाई चाहिँ नफर्काउँदा नि हुन्छ पाक्छ सुरुमा चाहिँ होइन फर्काइदिनु सो गाइस मैले चाहिँ यति पोलेँ होइन दुई बाटा मात्रै छ अनि अब यति सकिहाल्यो यति चामलको अलिकति चामलको अनि फापरको थोरै मात्रै अब यहाँ दुध छ अब यो दुध बसाल्नु पर्ने हुन्छ त्यसपछि कता कता लाग्नुपर्ने हो के गर्नुपर्ने हुन्छ होइन नुहाउनु पनि पर्ने छ सो अब हतार छ मलाई वन्तरुल जमाए यति टिकाको लागि ल्याएको मम्मीले त्यही पनि माथिबाट पर्छ माथिबाट खानु खानै गएन आमा यत्रो टिका लाउनु खाने अलिकति ए सबै टिका आएछ अब यसरी दिदार भएर लाउने यत्रो के हो काँचो हो के हो तर लेट्स सङ्क्रान्तिको सुरुवात चाहिँ वन्तरुलबाट गर्नुपर्ने हुन्छ क्या टिका लाउनु पर्ने हुन्छ पहिला होइन त्यसपछि खाने काँचो खानु भने मैले त सबै टिका लगाएछ अब पाकेको खानु
आज पूजा गरेर बाख्रा काट्ने काट्कमे त आन्द्रा भुल्यो त सक्लै बाख्रा है चौरातीमा चौराती त खतरा हुन्छ जस्तो छ घरमै सक्लो बाख्रा छ होइन माघे सङ्क्रान्तिको सुरुवात दिदीबाट अब मेरो पालो हाम्रो घरको ठुलो मान्छे मम्मी अब दिदीलाई ढोक्नु पऱ्यो नि त होइन मम्मीले टिका लगाइदिनु भएको अडिँदैन त है टिका पनि टिका नि अडिँदैन नि त ल समात्नु त देखाउनु पर्ने त्यसलाई दिदीलाई त के माने भए छिटो जहिले जे पिटी पहिला जे त तैँले पनि ल्याउनुपर्छ त कहाँ बहिनीलाई जोइ ल्यायो भने त खतम हुन्छ त यहाँ चाहिँ तरुल छ होइन यो चाहिँ अब जुठो गर्दैन हो यो कुखुरा पनि पूजा गरेको बाख्रा पनि पूजा गरेको यतातिर के हो यो रगती जस्तो छ है खाइदिनु न त कहाँको मकै आयो फेरि क्या तरुल सरुल खाने रोटी सोटी खाने अरू के छ र तर मलाई टिकटक बनाउनु ल बनाउनु पर्छ यता सुन न मासु यसपालिको सङ्क्रान्ति त कडा हुने भयो त मेरो हात आज कस्तो सफा छ रोटी पोल्न भनेर सफा गरेको रन गरे ढङ्ग बुझाएर हेरेको हेर्नु फेरि पेटो भाग लागिसक्यो होइन हाम्रो चाहिँ यति धेरै केही छैन फेरि हो क्या हो है म त एउटा भाग दिएर चम्चा चाहिन्छ लौ आफ्नो भाग लिने हो खाने हो छिटो Let's eat, guys. सो साथीहरू म चाहिँ भर्खर घाँसबाट आएको है अनि आज चाहिँ त्यस्तै हो खाइयो बसियो होइन फापर रोटी खाएर पेट पनि ढाडियो त्यस्तै हो अनि तपाईँहरूको के कस्तो बित्यो कमेन्टमा भन्नु होला अनि आज चाहिँ राति चाहिँ हाम्रो फुपू पाहुना आउनु भएको छ अनि मम्मी चाहिँ त्यहाँ मासु काट्नु हुनुहुन्छ चिकनको लागि तरकारीको लागि होइन सो साथीहरू यस्तै बित्यो होइन दिन आजको एट लास्ट सबैजनाले चाहिँ भिडियोलाई लाइक गर्नु होला अनि त्यसपछि कमेन्ट पनि गर्नु होला अनि न्यू हुनुहुन्छ भने चाहिँ सब्सक्राइब पनि गरिदिनु होला भिडियो आउने गर्छ सो आजलाई यति नै बाई बाई